मर्निङ डोल्पा दुनै अहिले बिहान ठ्याक्क 8 बजेको छ अहिले चाहिँ। अहिले हामी डोल्पाको दुनै बजारमा छ र आजको हाम्रो यो भ्लग चाहिँ यही स्थानबाट सुरु हुनेछ। पछाडिपट्टि यस्तो पहाडहरू देखिराख्नु भएको छ र यतातिर भित्रपट्टि हाम्रो दाइले जुत्ता लाउँदै हुनुहुन्छ। अलि बाहिर आउनु दाइ, बाहिर आउनु अँध्यारो भयो। हेलो गर्नुहोस् दाइ, हेलो हात उठाउनुहोस् दाइ, हेलो। ल अब हामी तल जान्छौँ होइन, हाम्रो टिमहरू यसरी तल बसिराख्नु भएको छ चियाको लागि। तल जान्छौँ। हेलो सम्पूर्णमा है, तल आउँदैछु दाइ म तपाईँहरूको यसो जानकारी दिनुलाई। हेलो ओम दाइ, गुड मर्निङ, शुभ बिहान, शुभ दुनै, गुड मर्निङ दुनै। आराम हुनुहुन्छ? चियाको टाइम भएको छ दाइ के भन्नु? चिया आउँदैछ। अब हामी एकदम चिसोको कारण यहाँ चिया पिउँदैछौँ। चिया पिएर केही हदसम्म जाडो कम होला कि भन्ने आशा गरेको छ। चियाको कार्यक्रम सकेर अब हामी चाहिँ यहाँबाट चाहिँ बजारतिरको परिक्रमा गर्न लागिरहेका छौँ। यता भाइ हुनुहुन्छ, हाम्रो टिम सबै टिम। हेलो। ल अब हामी बजारतिर चाहिँ फोकस गर्दैछौँ। अब बजारतिर भेट्नुपर्छ। यो मन्दिर जाने कता होला? मन्दिर यतै हो दाइ? यहीँ हो मन्दिर, यतै हो। कताबाट जाने? यो डोल्पाको छल भन्ने गाउँ हजुरको चाहिँ मस्ता मन्दिरको उसमा आएर चाहिँ हामीले दर्शन गर्ने मौका पायौँ। मस्ता भगवान्लाई धन्यवाद पुऱ्याइदिनु भएकोमा। अझ माथि डाँडामा हिउँ परिरहेको छ, माथि पनि अर्को मन्दिर छ र उहाँकै बहिनी, उहाँ चाहिँ दाजु, उहाँको बहिनी चाहिँ तल त्रिपुरा माई त्यो मन्दिरतर्फ अहिले हामी जाँदैछौँ। फेरि त्रिपुरा मन्दिरमा गएर भेट्नेछौँ। पछाडि सम्पूर्ण गाउँहरू गाउँ चाहिँ एकदम राम्रो छ। अब बाटोमा अझ हामीले के भेट्छौँ त्यो कुराहरू चाहिँ तपाईँहरूलाई भिडियो मार्फत नै हामी जोड्दै लानेछौँ। भनिरहेको पनि यथावत स्थितिमा रहेको यो ठाउँमा। र अब हामी गाउँ छोडेर तलतर्फ लाग्दैछौँ र गाडी भएको स्थानतर्फ। अब हामी त्यतै भेट्नेछौँ तपाईँहरूलाई। र अब हाम्रो चाहिँ तल त्रिपुरा माईको मन्दिर को दर्शनका क्रममा रहनेछौँ। फर्किनु भयो है? हजुर यही बाटो हो फर्किने, यहाँबाट तल। हजुर बस। आनन्द छ है रक्सप? एकदम चिल छ सर। केही भनिदिनुहोस् यस्तो अलिकतै। नथिङ टु से सर। म त पुरै स्पिचलेस छु, कुनै मसँग व्याख्या गर्ने शब्द छैन सर। त्यति यो रमणीयपन, हजुर यहाँको यो संस्कार, हजुर यो भूगोल, हजुर यो प्राकृतिक रूपमा यो सुसम्पन्न यो छल भन्ने ठाउँलाई देखेर हजुर मलाई अहिले कुनै पनि शब्दहरू बखान गर्न मन छैन। यो मैले जतिसुकै शब्दहरू प्रार भन्नाले गरे पनि त्यो कमी नै हुन्छ जस्तो लाग्छ। त्यो हुनाले चाहिँ यताबाट जाने बाटो। हजुर अब नेक्स्ट टाइम पनि यसरी हामी यहाँ घुम्न आउन पाइयोस्, खुसी भएर यो ठाउँलाई फेरि हामीले भिजिट गर्न पाइयोस्, त्यही कामना हो। हस्, थ्याङ्क यू। र गाडी चाहिँ हामीले त्यहाँ राखेको छौँ। अब हामी यहाँबाट चाहिँ त्रिपुरा माई अर्थात् यहाँको चाहिँ यहाँ के अरे रक्सर, यहाँ के भन्नुभयो? छलको मस्ट देवताको बहिनी, उद्गम स्थलको बहिनी र तल त्रिपुरा माईको चाहिँ मन्दिरतर्फ चाहिँ हामी प्रस्थान गर्दैछौँ। जोडिराख्नु होला अन्तिमसम्म हामीसँगै। हामी तपाईँहरूलाई देखाउँदै लानेछौँ। मन्दिरमाथि दर्शन गरिसकेपछि चाहिँ अहिले हामी त्रिपुरा माईको डोल्पामा रहेको त्रिपुरा माईको मन्दिरको चाहिँ दर्शन गर्नको निम्ति हामी पुगेका छौँ। यहाँ यतातिर यस्तो दुर्गा पूजा सामग्री, पूजाको सामानहरू यहाँ पाउने रहेछ। अब हामी यहाँबाट यसो जान्छौँ। पारिपट्टि हुनु परेको छ।
दाइ खुल्ला साटेर ल्याएर न 500 नोटहरू साटिन्छ 50 नोट दिनु न 50 500 नोट साट्नु न अघि मैले 50 ल्याएको थिएँ होइन हजुरलाई साटेर ल्याउनु नि त्रिपुरामै रक्षा गर्नुहोला हजुरलाई प्रसाद चढाउनका निम्ति हामी सुर्खेतबाट यस स्थानमा आइपुगेका छौँ सर्वसर्वदा कृपा दया दृष्टि गर्नुहोला परिवार सन्तानमा छोराछोरीमा सुख शान्ति समृद्धि सद्बुद्धि सुरक्षा निरोगिता वैभव विद्या सत्मार्ग सत्कर्म प्रदान गर्नुहोला गरेका कार्यहरू सफल गर्नुहोला जय श्री राम जय जय महावीर हनुमान जय श्री गणेश छोराहरूमा हामीलाई बिहान छोराहरूलाई सुख दिएर पठाउनुहुन्छ माइले माइ सुख दिनुहोस् हामीलाई दिनुहुन्छ माइले छोराहरू आइसकेपछि अब हात खुट्टा धुनका लागि चाहिँ हामी आइसकेका छौँ र जय हो हात खुट्टा धोएर बस लाग्छौँ हामी सफा गर्नु पऱ्यो अब हामी त्रिपुरा माईको मन्दिरबाट चाहिँ दर्शनको क्रम सकेर अब हामी चाहिँ निक्लिँदैछौँ र पारिपट्टिको बजारको भित्र छ। हामी यहाँबाट फेरि दुनै गएर भोलि दुनैबाट चाहिँ सुर्खेत माईको बजार र बाटोमा के भेट्छौँ दुनैबाट भोलिको डेमा चाहिँ त्यो सम्पूर्ण कुराहरू चाहिँ हामी लिएर आउनेछौँ। र आज चाहिँ हाम्रो धार्मिक कार्यक्रम रहेको हुँदा मन्दिर दर्शन क्रम आजको दिन चल्यो। अब यसपछि पालिकामा गएर पालिकाको काम सक्छौँ र हामी चाहिँ फेरि तपाईँहरूसँग बाटोमा चाहिँ कहीँ त्यस्तो अवसर मिल्यो भने लिन सक्ने भ्यूहरू चाहिँ हामी लिनेछौँ। जय त्रिपुरा माई
सबैको कल्याण गर्नु होला। यो भिडियो जहाँबाट हेर्नुभएको छ सम्पूर्ण भ्युअर्सहरूको पनि घरमा सुख शान्ति समृद्धि सद्बुद्धि सुरक्षा निरोगिता वैभव विद्या सत्मार्ग सत्कर्म प्रदान गरिदिनु होला भन्दै सबैलाई दया गरिसकेपछि बचेको केही चिजहरू मलाई पनि दया गरिदिनु होला भन्दै अहिले त्रिपुरा माई मन्दिरबाट हामी बाहिर निस्किसकेका छौँ र अब हामी आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्दैछौँ। अहिले फेरि भेटौँला साथीहरू।